हुन त सोचेको जस्तो कहाँ हुन्छ र अनि खोजेको जस्तो पनि। यदि हुन्थ्यो भने त आज यो परदेशको ठाउँमा म हुने नै थिएन। नचाहँदै पनि आज यो क्षितिज पारेको बिरानो बस्तीमा छु, जहाँ आफ्नो भन्नु मोबाइल र इन्टरनेट बाहेक केही हुँदैन र कोही हुँदैन। यही दुईवटा चिज नभइदिएको भए म एक्लो पनि अझ एक्लो हुने थिए। धन्य जसले यी चिजहरूको आविष्कार गरेथे, जसको कारणले गर्दा मैले घर परिवारको खबर थाहा पाउन महिनौ कुर्नु पर्दैन। चाहेको बेलामा घर परिवारको खबर थाहा पाउन पाए पनि परदेश भनेको परदेश नै हुँदो रहेछ। माया त सनी घर परिवार अनि आफन्तको, तर पनि एक्लो महसुस हुँदो रहेछ परदेशमा। सुख दुःख सन्चो बिसन्चो भोको अखाको जस्तो भए पनि काममा खटिनु पर्छ, असारे मिलोको हल गरु जस्तै गरी। बिहान जुरुक्क उठ्यो, केही दाना पानी हाल्यो, काममा गयो, साँझ पर्छ फर्केर आयो, फेरि सुत्यो, उठ्यो, फेरि त्यसरी नै दिनचर्या बितिरहन्छ। जसले जति गफ दिए पनि विदेशमा बस्ने मान्छेको जीवन असारे गोरुको भन्दा पनि खत्तम हुन्छ। गोरुको जीवन बिहानै गोठबाट निकाल्यो, तातो खोले, नुन र पानी खुवायो अनि चुत्न लाग्यो। बेलुका ल्याएर त्यही गोठमा कोसिदियो, फेरि भोलि पनि त्यही हो। विदेशको जीवन बिहानै हतारमा उठ्यो, तितो मिठो उसिनेको खोले पकायो, हतार गरेर आधा पेट खायो, ड्युटीतिर गयो, बेलुकी फेरि त्यही रुमभित्र कोच्यो। यो प्रक्रिया विदेशमा बसुन्जेल चल्छ, चाहे त्यो मान्छे लेबर वा इन्जिनियर नै किन नहोस्, सबैको त्यही हो। बरु असारे गोरु त हिउँदमा मोज गर्छ, तर यहाँ न त हिउँद न त गर्मी न वर्षा, सधैँभरि उस्तै। खानाको त कुरै नगरम, घरमा 84 व्यञ्जन आमाले टकार्नुहुन्थ्यो, तर पनि उहाँले मिठो भएन कि भनेर सोध्ने गर्नुहुन्थ्यो। तर यहाँ मिठो भए पनि खानै पर्छ, नमिठो भए पनि खानै पर्छ। नखाए त के गर्नु, आफै भोकै बस्नु पर्छ। घरमा हुँदा त कहिलेकाहीँ म बिरामी पर्दा निको नभएसम्म आमाले मेरो सिरानीको छेउ बस्न छाड्नु भएन। रात दिन नभनी ख्याल गर्नुहुन्थ्यो। हुन त सोचेको जस्तो कहाँ हुन्छ र अनि खोजेको जस्तो पनि। यदि हुन्थ्यो भने त आज यो परदेशको ठाउँमा म हुने नै थिएन। नचाहँदै पनि आज यो क्षितिज पारेको बिरानो बस्तीमा छु, जहाँ आफ्नो भन्नु मोबाइल र इन्टरनेट बाहेक केही हुँदैन र कोही हुँदैन। यही दुईवटा चिज नभइदिएको भए म एक्लो पनि अझ एक्लो